ल एकछिन सबैजना यो क्लास 5 कति क्लास हो यो 5 अर्थका विद्यार्थी हुन्। सबैजना विद्यार्थीलाई के अनुरोध गर्छु भने एकदम शान्त सुशील भएर बस्ने, हातहरू हाउभाउ नगर्ने। यदि हातहरू हाउभाउ गरेको पाइएमा गालामा हाउभाउ गरिदिन्छु म। त्यही भएर हातहरू कसैले पनि नहल्लाउने, केही मुभमेन्टहरू नगर्ने, कपाल सपाल मिलाएको जस्तो कसैले केही नगर्ने, ध्यान दिएर हेर्ने। यो क्लास 5 अर्थको क्लासको विद्यार्थी केटाहरू यता पनि छन्, यता पनि केही केटाहरू छन् सिट नपुगेर यता आएछन्, केही केटीहरू छन्। ल सुरुमा तिमीबाट सुरु गर्छु। तिम्रो नाम के हो? अमिषा राउत। बस। तिम्रो नाम? रागिनी शाह। तिम्रो नाम? जीविका शर्मा। तिम्रो नाम? जीविका शाह। एउटा जीविका शर्मा, एउटा जीविका शाह। तिम्रो नाम? सञ्जना ठाकुर। तिम्रो नाम? एलिसा शाह। तिम्रो नाम? अनुष्का गिरी। तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम के हो है भाइ? आदित्य महतो। तिम्रो नाम? 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 दीक्षित राजकन म्याडमको छोरा। तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो? तिम्रो? एउटा साहिल सिंह, एउटा साहिल रेन। दुईटा साहिल छन्, दुईटा जीविका छन्, दुईटा आदित्य पनि छन् क्या। तिम्रो नाम? एसिया। तिम्रो नाम? आरुष ठाकुर। तिम्रो नाम? आनन्द कुमार महतो। अर्जुन। शिवराज। तिम्रो दाइ खै त आज आएको छैन? ल राज ठाकुर। यो टोटल विद्यार्थीहरू 5 अर्थका क्लासहरू नि। यो चाहिँ मलाई गिफ्ट दिएका अघि विद्यार्थीहरूले क्लास 6 का यिनीहरू विद्यार्थीहरू। विद्यार्थीको मात्र भिडियो निकालेर भएन, आफ्नो पनि निकाल्नु पऱ्यो। त्यही भएर क्यामेरालाई थोरै यतातिर घुमाउँदैछु म। ल यतातिरको प्रायः जसो यतातिरको जति पनि विद्यार्थीहरू छन् यो साइडका राइट ह्यान्ड साइडको सबैजना केटाहरू छन् र यता जति पनि जना छन् यसमा केही केटाहरू यता आउनु पुगेर त्यतिर बसेका छन्। लगभग यसलाई भन्न सकिन्छ प्याक हाउस। कुनै कुनै ठाउँमा सिटमा मात्रै खाली छ, नभए लगभग सिटमा खाली छैन। यो यतापट्टिको यो केटीहरूको साइड, यो केटीहरू यो फर्स्ट डेस्कको 3 जना, सेकेन्ड डेस्कको 3 जना, थर्ड डेस्कको 4 जना र फोर्थ डेस्क गरेर 3 जना। 3 4 7 4 11 12 13 14 जना केटीहरू। 14 जना केटीहरू। यतापट्टिको साइडको केटाहरूमा 2 2 3 5 5 6 7 8 9 10 11 12 13 14 15 16 17 जना केटाहरू। 18 19 20 21 22 23 24 25 26 जना केटाहरू। टोटल 26 जना केटाहरू र 3 4 7 3 10 र 3 13 26 जना केटाहरू र 13 जना केटीहरू गरेर टोटल यहाँनिर 39 जना विद्यार्थीहरू आज प्रेजेन्ट छन् है त। 39 जना स्टुडेन्ट आज प्रेजेन्ट छन्। रेगुलर स्टुडेन्टहरू अरू पनि एब्सेन्टहरू छन्। ल यो चाहिँ आज हाम्रो क्लासको अवस्था। विद्यार्थीहरू हाम्रा भनेको जीविका शर्मा यो है, यसको नाम पनि अघि भनिसकेको छ। ल यो सबैजना विद्यार्थीहरूको अवस्था। सबजना एकदमै पढ्नको लागि इच्छुक छन् र फाइनल इक्जामको लागि मलाई जहाँसम्म लाग्छ भोलिदेखि हुन गइरहेको हाम्रो वार्षिक परीक्षा 2082 को लागि सबैजना तयारी भएर बसेका छन्। सबजनाले चाहिँ एकदम राम्रो तयारी गरेका छन् भन्ने मलाई जस्तो लागिरहेछ। सबजनाको मेहनत 1 सालभरि कति मेहनत गरेछन्, कसरी पढाएछन् भन्ने सबै देखिन्छ। अब एउटा त्यहाँ पछाडि बस्ने विद्यार्थी आदित्य भन्नेले मुख लुकाइरहेको छ, किन हो थाहा छैन, लजाउँछ जस्तो छ। ल यतापट्टिको केटाहरू पनि सबैजना रेडी जस्तो छन्, सबजना रेडी नै हुन्, रेडी भएर बसेको छन्। ल क्लासको केही यस्तो अवस्था रहेको छ। अलि आदित्यले चाहिँ अलि मुख लुकाउने स्वभावको, अलि लजालु स्वभावको, अलि लजालु स्वभावको जस्तो छ। ल यतातिर भए अनि यो चाहिँ यो यतातिरबाट चाहिँ यतातिर थोरै चाहिँ म पनि आएँ, यहाँ आएँ म पनि यसरी। यताबाट केटीहरू यसरी जाउँ सबैजना गएर यताबाट केटाहरू है त। ल धन्यवाद। आज अब यिनीहरूको अन्तिम दिन भन्न आज ठ्याक्कै यिनीहरूले व्हाइट बोर्डमा पनि सायद लेखेका छन् आफ्टर भनेर। क्लास 6 पनि लेखेका रहेछन्। सी चाहिँ यहाँ मात्रै देखिएको छ, 6 हो हुन चाहिँ 6। अब यिनीहरू 6 अर्थमा जानेछन्। सबैजना 6 अर्थका विद्यार्थीहरू हुन्छन्। अब आज अब स्कुल अन्तिम हो, स्कुल भइसकेपछि इक्जाम हुन्छ, इक्जाम भइसकेपछि रिजल्ट आउँछ, रिजल्ट भइसकेपछि डाइरेक्ट भनेको यिनीहरू 6 अर्थमा जाने विद्यार्थीहरू यिनीहरू हुन्। ल 6 अर्थका मेन विद्यार्थीहरू। त्यो कुनामा बसेको चाहिँ एउटा धीरेन्द्र भन्ने हो विद्यार्थी। धीरेन्द्र
शाह हो कि के हो भाइ तिम्रो नाम? धीरेन्द्र महतो हो क्यारे? धीरेन्द्र शाह नै हो, धीरेन्द्र शाह एउटा। अरू पनि पढ्ने विद्यार्थीहरू छन्। ल धन्यवाद।